सकिनु भयो है हो यो हातले यो थाली समाउ नखसा या नामसी गराउ अलि मतलब के होला यो ओ पत्र बाङ्गी चाहिँ एउटा सालो कुटो अपाङ्गिने बारे नामसी समाउँदै नामसी कता टाउ गरी अलि खान्छ त कुने भन्दा त्यो समाउने सेनी सेनी हो त्यस्तो मेरो बिक्री चाहिँ तातो भएर उहाँ त के त त्यो सबले यिनीबाट सामान आफ्नो सामान ट्यापटुप समातिन हिँड्ने है चिरो लाउँदै अनि सगुन खुवाउँदै पढाउनु पर्यो उ त्यहाँ ए यता हेर्नु त सानो बदै त्यो सामान समाउँदै हिँडेको र त मलाई एउटा रन्दै फेरि उठा उठा चुच उठा के सबै दिदी बस्यो है ओरे बस्यो है त यता हेर्दा कलश बोके नानी कलश बोके नानी कति राम्रो देखिने कलश बोक्नु त फटेर लगाइन आउनुपर्छ है टिको लगायो मान्छे निक्लिनु यता भित्र भाइ उसले मैले यो दाहिनेपट्टि गराबे हुन्थ्यो फर्दैन अहिले यो ढाल्छ है उतापट्टि माइला लाग्छ छिटो हिँड्दै गर छिटो भइजान्छ छिटो निक्ल्यौ त्यही भोलि हुन्छ साँझ पनि हुन्न ए निक्लिँदै यता त्यो सामान ल्याउँदै आउँदै गर के छिटो यार